नमस्कार। सम्पूर्ण सिक्किमे जनताको अगाडि म आफ्ना प्रोफाइलबाट लाइभ भिडियो कन्फरेन्समा आइरहेको छु र आज हामी 2-3 दिनदेखि नै हामी डुअर टु डुअर जुन चाहिँ क्याम्पेनिङ गर्दैछु र म आफै पनि एउटा बीजेपी पार्टीको एमपी को उम्मेदवार पनि म आफै र जनताको लागि रिपोर्टरको काम पनि आफै गर्दैछु र आज पनि हामी साउथ सिक्किमको 9 बोर्फुङ कन्स्टिट्युएन्सी क्युजिङ बजार राबाङ्ला बजार त्यहाँदेखि गएको तिमी तार्कु त्यस्तै विभिन्न साउथ सिक्किमको बस्तीतिर गए याङगाङ बजारहरू पनि गए र म के मेसेज दिन चाहन्छु भने सम्पूर्ण सिक्किमे जनतालाई 10 औँला जोडेर कति ठाउँ म आउनु नपाउला कति ठाउँ पुग्नु नपाउला तर तपाईले क्षमा गरिदिनुस् किनभने हेर्नुस् मैले चुनावभन्दा अगाडि पनि धेरै सालदेखि नै सिक्किमको प्रत्येक सिक्किमको गाउँ गाउँ कुना कुना पुगेको छु तपाईको छोरा तपाईको भाइ तपाईको साथी र आज कतिजना नेताहरू स्टेजबाट दामी दामी भाषणहरू पनि गर्दैछन् र उहाँहरू त चुनावको समयमा मात्रै आएर जनताको दुःख देख्ने नेताहरू पनि मैले धेरै देखेँ तर म के भन्नु चाहन्छु भने हामी सिक्किममा एमपी को हामी उम्मेदवार लोकसभा उम्मेदवार हामी टोटल गरेर 11 जना छौं 11 जनामा म पनि एकजना हो र विशेष गरेर सम्पूर्ण सिक्किमे जनतालाई के भन्न चाहन्छु भने हेर्नुस् आज कति जना 4 वर्ष 11 महिनासम्म हराउँछ हाम्रै पोजिसन होस् या अपोजिसनको फेरि चुनाव आएपछि जनताको सबै दुःख देखिहाल्छ जनताको घर भत्केको पनि देख्छ गाउँमा रोड नपुगेको पनि देख्छ बिजुली लाइट नपुगेको पनि देख्छ सबै कुरो देख्छ उहाँले जनताको तर जब चुनावको छेउमा मात्रै उहाँहरूले किन देख्दैछ हेर्नुस् है 11 तारिक जुन दिन मतदान हुन्छ त्यो दिन चाहिँ सिक्किमको पोजिसनदेखि लिएर गएको अपोजिसनमा हुने भने प्राय नेता नि जनतालाई भुलिन्छ प्राय नेताले जनता भुलिन्छ र त्यस कारणले गर्दा सम्पूर्ण सिक्किमे जनताले पनि तपाईले मतदान गर्नुस् यस्तो व्यक्तिलाई मतदान दिनुस् म केवल मलाई दिनुस् भन्दिन र म पनि एउटा बीजेपी को उम्मेदवार हो मेरो कमलको चिन्ह मेरो भोटको चिन्ह हो र तपाईहरुको बहुमूल्य भोटको चाहिँ म एउटा कदर लायकको छ भने तपाईले मलाई मतदान गर्न सक्नुहुन्छ र मैले तपाईहरुको लागि केही गरेको छैन योग्यको छैन भने 10 जनामा कसैलाई तपाईले चुनाव मतदान गर्न सक्नुहुन्छ र अब यसमा हेर्नुस् है बहुत दुःख लागेर आउँछ मलाई गाउँ गाउँमा जान्छु हिजो म खामदुङ सिङतामको गाउँ गएको थिए खामदुङ सिङताममा 2011 मा पनि 11 मा एकजना गरिबको घर स्याङ्सन भएको रहेछ तर अहिलेसम्म केवल खम्बा मात्रै उठाएको छ सरल भाषामा बोल्नु भने खम्बा गाउँलेले बुझ्नु पर्यो नि त आज दामी दामी साहित्यिक बोलेर दामी दामी कुरा गरेर सिक्किमे जनतालाई ढाट्नु लातेन शेर्पाको उयोमा लेखेको छैन र हेर्नुस् आज भोट भनेको आउँछ जान्छ आज भोट भनेको आउँछ जान्छ मलाई मतलब छैन तर हेर्नुस् 11 तारिकदेखि उता सबै हराउँछ तर लातेन शेर्पा हराउँदैन मेरो लागि को एसडीएफ को एसकेएम को बीजेपी को कांग्रेस को एसआरएम मेरो लागि मानवताको आधारमा सबैको लागि जहाँ अन्याय र अत्याचार हुन्छ त्यहाँ पक्का लातेन शेर्पा चाहिँ उभिएको हुन्छ है उभिएको हुन्छ र हेर्नुस् आज यति दामी बोल्ने हाम्रो नेताहरू थिएछ यति दामी मञ्चमा भाषण गर्ने हाम्रो नेताहरू थिएछ तर ती गरिबहरू रुँदाखेरि उहाँहरू किन बोलेन त के चुनावकै बेला मात्रै उहाँहरू बोल्ने हो त त्यस कारणले गर्दा सिक्किमे जनताले पनि तपाईले पनि आफूले मनन चिन्तन गरेर सोचेर मात्रै मतदान गर्नुस् है मतदान भनेको ठूलो दान हो र त्यस कारणले गर्दा बहुत राम्रो मान्छेलाई तपाईहरुको आवाज बनाएर सिक्किमको विधानसभामा पठाउनुस् र लोकसभामा पनि पठाउनुस् हेर्नुस् म पनि एउटा सानो वर्गको एउटा श्रमिकहरुको सेवा गर्नुको कारणले गर्दा सिक्किममा झोपडीमा बस्ने जनताहरुको सेवा गर्नुको कारणले गर्दा उहाँहरुको आवाज बन्नेर एउटा चिच्याउने काम त लातेन शेर्पाले धेरै वर्ष अगाडिदेखि गरेको हो नि त धेरै वर्ष अगाडिदेखि मेरो कामको जति पनि काम कुरोहरु त सम्पूर्ण सिक्किमे जनता र विश्वमै छरेका नेपाली दाजुभाइहरुको अगाडि पनि छर्लङ्गै छ नि त इलेक्सनको छेउमा आएर म मञ्चबाट यो गर्छु त्यो गर्छु मैले त भनेको छैन के कसो भन्नुस् त हैन र आज कति जना नेता र भाषणमा यस्तो गर्छु सोध्नुस् है जनताले चुनाव भन्दा 1-2 वर्ष अगाडि के गरिस् 2 महिना अगाडि के गरिस् र अहिले चुनावको अगाडि चाहिँ जनतालाई आश नदेखाउनुस् भन्नुस् जनताले पनि अब प्रश्न सोध्नु सक्नु पर्छ
हेर्नुहोस्, तपाईलाई म भोट माग्दिनँ र हामी 11 जनामा म पनि एउटा व्यक्ति हो, तपाईहरुको मन जित्ने काम मैले गरेको छ भने चाहिँ तपाईले मलाई भोट गर्न सक्नुहुन्छ र मैले तपाईहरुको मन जितेको छैन भने तपाईले म भन्दा पनि सही व्यक्ति, म भन्दा पनि राम्रो जनताको सेवा गरेको, जनताप्रति इमानदारिता खुन पसिना एक गरेको नेतालाई चुनेर तपाईले दिल्लीको लोकसभामा पठाउनुस् भन्ने चाहिँ मेरो तपाईलाई बिन्ती, नम्र बिन्ती टक्राउन चाहन्छ। आज सिक्किममा धेरै नेताहरू जन्मे, केवल चुनावको बेला मात्रै नेताहरू जन्मिएको छ। आज यति पनि दुःख लागेर आउँछ, इलेक्सनको समयमा कति उता जान्छ, घरि यता आउँछ, घरि पल्लो घर जान्छ, तर पार्टी विरोध गरेर कोही टिकट पाइन भनेर कुनै के पनि, अरे काम गरी बसौँ न हौ, काम गरी बसौँ न, एकदम स्वार्थहीन भएर। जनताले पो टिकट दिन्छ त जनताले, र त्यसको इक्जाम्पल चाहिँ लातेन शेर्पा हो। मैले कसैलाई पनि टिकट मागेको थिएन, न त मैले बिजेपीलाई नै मैले टिकट मागेको थिएँ, न सिक्किमको बिजेपी प्यारेन्ट बडीलाई टिकट मागेको थियो, न त मैले केन्द्रको दिल्लीमा पनि मैले नरेन्द्र मोदीको अगाडि पनि टिकट मागेको थिएन। तर सिक्किमको प्रत्येक कम्पनीमा काम गर्ने भाइ बहिनीको सन्देश र रोडमा काम गर्ने भाइ बहिनीको सन्देश, कन्स्टेबल दाजुभाइको सन्देश, हाम्रो जति पनि अफिसमा भएको सम्पूर्ण सिक्किमे जनता, ड्राइभरदेखि लिएर सबै जनताले चाहिँ लातेन शेर्पाले गरिबको लागि बोल्छ, लड्छ, ज्यान प्राण दिएर पनि उहाँ बोल्छ भनेर राम्रो मेसेज जानुको कारणले गर्दा आज मैले विश्वमै सबैभन्दा बेसी मेम्बरसिप भएको पार्टीको एउटा टिकट पायो र यो टिकट पाउनु नै मेरो लागि जित हो, मेरो लागि यो जित हो। हेर्नुहोस्, सबै हराउँछ तर लातेन शेर्पा हराउँदैन। जुन दिनसम्म मेरो घरको दाइलोबाट मेरो लास निस्केर जाँदैन त्यो दिनसम्म लातेन शेर्पा सधैँ सिक्किम आमा र सिक्किमे जनताकै पक्षमा उभिरहनेछ। र हेर्नुहोस्, तपाईले एउटा योग्यको सोचेर यो पालि मलाई चुनिएर मौका दिएर यो भाइले काम गर्छ भनेर विश्वास लाग्छ र मौका दिएर दिल्ली पठाउनु भयो भने हेर्नुहोस्, जति पनि सिक्किमको थाती रहेको मुद्दाहरू छ नि, अहिलेसम्म जति पनि सिक्किमको थाती रहेको मुद्दाको लागि लातेन शेर्पा दिल्लीको पार्लियामेन्टमा पनि उफ्रिनुको लागि यहाँ जति उफ्रिन्छ त्योभन्दा बेसी तल दिल्लीमा गएर उफ्रिनेवाला छ। हेर्नुहोस्, अब रिजनल पार्टी र नेसनल पार्टीको एमपीमा चाहिँ के हुन्छ भने हेर्नुहोस्, रिजनल पार्टीको धेरै बनाइसक्यौँ त हामीले सङ्ग्राम पालीमा पठाएकै हो। अब एसडिएफ पार्टीको अहिले 25 वर्षसम्म हामीले तल पठाएको, तर के हुँदैछ लु भन्नुहोस् त, तल 300-400 जनाको छेउमा त्यसै धुलो उडाउँदो रहेछ। तर अब हेर्नुहोस्, त्यो 300 जना यसपालि पनि हामी बिजेपीले तल 300 वटा भन्दा बेसी एमपी लिड गर्छौँ र त्यो 300 मा तपाईले पठाउनु भने त्यो 300 मा एकजना लातेन शेर्पाको पनि गन्ती हुन्छ। ए लातेन शेर्पा चुप गरो त उहाँले भन्नु सक्दैन, म उहाँलाई चुप गराउन सक्छु। र जबसम्म सिक्किमको माग पूरा हुँदैन लातेन शेर्पा तल पनि डराउनेवाला छैन है। र एउटा कुरा म के भन्न चाहन्छु भने यहाँ कति कुरो पार्टीको टिकट पाउनुको लागि चाहिँ पार्टीले कालो काम गर्दैछ भने सेतो 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 भन्नेवाला छ। तर लातेन शेर्पा हेर्नुहोस्, भोलिको दिनमा बिजेपीले पनि नि जनतालाई धोका दिने काम, सिक्किमलाई धोका दिने काम गर्दैछ भने लातेन शेर्पा बिजेपीको विरोध गर्छ। बिग न बिग बिजेपी पार्टीले मलाई आफ्नो मेम्बरसिपबाट खारिज गर्छ, गरोस् न त। सिक्किमे जनताको लागि म त्यो पनि एक्सेप्ट गर्नुको लागि तयार छु। तर म सधैँ सिक्किम आमाकै पक्षमा उभिनै रहनेछु, यो मेरो प्रण हो। र कतिजना मलाई सघाउने, मलाई ज्ञान र बुद्धि दिने महान व्यक्तिहरू आज मसँग हुनुहुन्न। उहाँहरू कतिजना स्वर्गवास हुनुभयो, कतिजना अहिले यो संसारमा छैन, तर उहाँहरूको आत्मा रुने काम गर्दिनँ म। उहाँहरूको आत्माले मलाई हेरिरहेको छ तर उहाँहरूको आत्मा रुने काम पनि गर्दिनँ र उहाँलाई म धोका पनि दिन्दिनँ। र मैले अहिलेसम्म मेरो हेर्नुहोस्, घर परिवारदेखि लिएर गएको हरेक लान्छना, बाटो छेक्यो, ढुङ्गा हिर्कायो, हरेक प्रयासहरू गर्यो, तर लातेन शेर्पाले कहिले पनि हरेस खाएर चाहिँ सिक्किमे गरिब जनताको पक्षबाट आफू हटिने कामहरू गरेन। लातेन शेर्पा एकजनाको लागि पनि त्यति नै बोली बस्यो, 10 जनाको लागि पनि त्यति नै बोली बसेको छ। र यहाँ चाहिँ आज अपोजिसनकै कुरा गर्नु हो भने के भन्छु भने म हाम्रो अपोजिसनको साथीभाइले के हौ कति 100 जना छौ, कतिजना छौ, त्यो मुद्दा, त्यो जनशक्ति हेरेर, जनसमर्थन हेरेर मात्रै उहाँहरू बोल्ने पनि आज सिक्किममा पार्टीहरू छ। तर सही नेताहरू चुन्नुहोस्, सही नेताहरू चुनेर तपाईँले तल पठाउनुहोस् र मलाई नै पठाउनुहोस् भनेर म तपाईँलाई भन्दिनँ। र म पनि तपाईहरुको बहुमूल्य भोटको चाहिँ योग्यको व्यक्ति भएको छ भने तपाईहरुले मलाई कमलको फूलको चिनोमा भोट दिएर विजयी बनाएर पठाउन सक्नुहुन्छ। र लातेन शेर्पाले काम त के गर्यो के गरेन तपाईहरुको आँखाको अगाडि प्रष्ट छ। अझै एउटा म न त पञ्चायत भएको छु न त एमएलए भएको छु, तर प्रत्येक सिक्किमको गाउँ कुना ढाड पाखा खोला पाखा किसिममा गएर हरेक सिक्किमको लुकेको कुराहरू,
सरकारले ढाँटेर लुकाएको कुराहरू सिक्किमे जनताको अगाडि नै डिपार्टमेन्टको अगाडि छङ्गै ढाँटिरहेको कुराहरू चाहिँ निकाली ल्याएको थियो। तर आज जब इलेक्सनको छेउमा सबैले देख्ने, फेरि हिजो अस्तिसम्म कसैले देखेन, तर त्यो चाहिँ हेर्नुहोस् 10 अम्ला जोडेर सिक्किमे जनतालाई बिन्ती टक्राउन चाहन्छु। तपाईँहरूको बहुमूल्य भोट चाहिँ सही व्यक्तिलाई दान दिनुहोस् भनेर चाहिँ बिन्ती टक्राउन चाहन्छु र यो मेरो लाइभ भिडियो कन्फरेन्सलाई यहीँ राख्न चाहन्छु। अरू जस्तो म साहित्यिक नेपाली बोलेर, प्रष्ट नेपाली बोलेर सिक्किमे जनतालाई ढाँट्नु पनि छैन, जोत्नु पनि छैन। म कालोलाई कालो, सेतोलाई सेतो भन्ने व्यक्ति हो र यो मेरो छोटो भिडियो कन्फरेन्सलाई यहीँ राख्न चाहन्छु। कतिजनालाई मन परे यो भिडियोलाई सेयर गरिदिनुहोस् भने चाहिँ बिन्ती टक्राउन चाहन्छु। जय सिक्किमे जनता, जय सिक्किम मामा, धन्यवाद।